प्राइभेसी एक्ट 2075 अन्तर्गत प्रजनन स्वास्थ्य र गर्भावस्थासँग सम्बन्धित गोपनीयताले यदि कसैले उल्लङ्घन गरेको छ भने त्यस्तो सिचुएसनमा कस्तो सजाय हुन्छ, कस्तो उजुर हुन्छ भन्ने विषयमा अलिकति छोटकरीमा आज बुझौँ। अब सबैभन्दा पहिला हामीले बुझ्नुपर्ने भनेको चाहिँ हाम्रो संविधानको धारा 28 मा गोपनीयतासँग सम्बन्धित अधिकारलाई चाहिँ सुनिश्चित गरिएको छ। त्यहाँ के कुरा उल्लेख गरिएको छ भने कुनै पनि व्यक्तिको जीव, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्रचार र चरित्र सम्बन्धित विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य अर्थात् इनभायोलेबल हुनेछ भनेर उल्लेख गरिएको छ। यदि कसैले प्रजनन स्वास्थ्य वा गर्भावस्थासँग सम्बन्धित गोपनीयतालाई उल्लङ्घन गरेको छ भने त्यो कसुर अर्थात् अपराध भनेर मानिनेछ भनेर व्यवस्था हाम्रो प्राइभेसी एक्ट 2075 को सेक्सन 6 मा उल्लेख गरेको छ। के भनिएको छ त्यहाँ भने प्रत्येक महिलाको प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धित विषय अनतिक्रम्य हुनेछ र निजको मन्जुरी बिना त्यस्तो विषयको जानकारी अरू कसैलाई दिन वा सार्वजनिक गर्नु हुँदैन भनेर उल्लेख गरेको छ। तर त्यहाँ के पनि कुरा उल्लेख गरेको छ भने स्वास्थ्य उपचारको क्रममा सम्बन्धित विशेषज्ञहरू बीच त्यस विषयमा छलफल गर्न वा निजको एका सगोलका परिवारको सदस्य र 18 वर्ष उमेर पूरा नभएको, यहाँ हामीले बुझ्नुपर्ने कुरा 18 वर्ष उमेर पूरा नभएको वा होस ठेगानमा नरहेको व्यक्ति भए निजको संरक्षकलाई जानकारी गराउन भने बाधा पर्ने छैन भनेर उल्लेख गरिएको छ। यो ऐनले हरेक व्यक्तिको व्यक्तिगत जीवन र निजताको रक्षा गर्न कानुनी सुरक्षा पनि प्रदान गरेको छ। अब कसैले पनि यो कार्य गरेको छ अथवा यस्तो कसुर गरेको छ भने सो व्यक्तिलाई यसै कानुन बमोजिम 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। अब यो सजायले के कुरा पनि स्पष्ट पार्छ भने अब प्रजनन स्वास्थ्य वा गर्भावस्थासँग सम्बन्धित कसैले पनि कार्य अथवा त्यस्तो उल्लङ्घन गोपनीयतालाई उल्लङ्घन गरेको छ भने त्यो केवल नैतिक गल्ती मात्र नभई कानुनी अपराध पनि हो। त्यही भएर यसको उजुरीको लागि नजिकै रहेको जिल्ला अदालतमा गएर 3 महिनाभित्र नै उजुरी गर्न सक्नुहुन्छ। समय सीमा भित्र नै उजुरी गर्नुभयो भने मात्र कानुनी प्रक्रिया अगाडि बढ्न सक्छ। प्रजनन स्वास्थ्य र गर्भावस्थासँग सम्बन्धित गोपनीयताको अधिकार हाम्रो मौलिक अधिकार हो। त्यही भएर यदि कसैले यस विपरीत कार्य गरेको छ अथवा यस्तो कसुर गरेको छ भने त्यस्तो कसुरदारलाई यसै कानुन बमोजिम सजायको व्यवस्था गरिएको छ। त्यही भएर आफ्नो अधिकारको रक्षा गर्नुहोस् र समयमै उजुरी दिनुहोस्। यसरी हामीले न्याय पनि पाउन सकिन्छ र हाम्रो अधिकार पनि सुनिश्चित हुन सक्छ। धन्यवाद।